गाइस गुड मर्निङ तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा हैन सो गाइस आज चाहिँ सागत अब छुट्टी छ नि सो त्यही भएर आज चाहिँ सफाई कर्मचारी चल्दैछ हैन यहाँ रुमको खिडकीहरु पुस्दैछु बहिनी चाहिँ गएको अरे कुनै कहाँ गएको म चाहिँ अब यहाँ खिडकीहरु पुस्नु पर्ने छ निकै भएको थियो नपुसेको सो यहाँ अब सफा गरिदिँदैछु हेर्दै कस्तो ला आई पम्पम यस्तो मेहनत गर्दैछ मैले कति रहेछ अलिअलि रहेछ त्यो यता हेर्नु आजको काम मैले त यहाँ पर्दा पनि लगाइसक्यो सक्यो मेरो काम अब यहाँ रुम अलिक मिलाउँछु चटकचिटिक त्यो भयो गाइस मेरो फाइनल लुक जस्तो भइसक्यो रुमको के गरेको तिमी चाहिँ म चाहिँ लुगा धुनु चल्दिएको ल लुगा धुनु गएको ल के भन्नु छ नुहाउनु लागि चाहिँ लुगा सुगा निकालेको थिएन उहाँ राखेको थियो अर्को मेरो साथीको चाहिँ लुगा पटाएर लिएर थियो त्योसँग खाँदैथिएछ म चाहिँ यहाँ खोजेको पागल जस्तो भयो आधी घन्टा त लुगा खोज्यो होला अब चाहिँ गएको नुहाउनु लागि हो लुगा पनि धुन्छ उनी पर्दा खोलेकोहरू त्यो धुन्छ सो बाई बाई मैले लुगा धुने चाहिँ यति निकालिसकेँ अब यो चाहिँ धुनुपर्ने छ अब यसलाई भिजाउँछु त्यहाँदेखि चाहिँ धुन्छु गाइस सबसम्म काम सबै सक्यो भाडा रहेछ लुगा पनि धोइसकेँ होइन अन्त नुहाइँदै अब चाहिँ फ्रेस भयो अब चाहिँ डान्स क्लास जानुपर्ने छ होइन लुगाहरू पनि डल्लै धोएर सुकायो मान्छे लुगा ड्याम्मै धोएर सुकाइ पनि सक्यो अब चाहिँ जान्छु म रेडी भएर ढिलो पनि भइसक्यो गाडी गर्छ होला सिनियर्सले नै थियो सो आई होप तपाईँलाई मनपर्छ होला होइन मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला अन्त जो पनि नयाँ हुनुहुन्छ मेरो पेजमा फलो गरिदिनुहोस् ल प्लिज बाई बाई